ओके ल सबैजनालाई स्वागत छ। आजबाट म नेपाली चेस स्ट्रिम सुरु गर्न कोसिस गर्दैछु। त्यही भएर आजको पहिलो स्ट्रिममा हामी नयाँ अकाउन्ट बनाउने, त्यसपछि त्यसमा चाहिँ नि नयाँ चेस खेल्न थाल्ने है त। युजर नेम नेपाली चेस भयो त। अब सुरुमा यसले हामीलाई कति रेटिङ दिन्छ हेरौँ है त। सुरुमा हाम्रो इनिसियल रेटिङ 1500 हुन्छ जस्तो लाग्छ होइन, केही छैन त रेटिङमा, यहाँ हुन्थ्यो जस्तो छ होइन, केही छैन। अब हामी पहिलो गेम खेलौँ, 5 मिनटको ब्लिच गेम सुरु गरौँ है त। ल D4, त्यसपछि गएर F4, बिसप F4, यसलाई अब यस्तो बेला चाहिँ मेरो प्लान के हुन्छ भन्दाखेरि, मैले अस्ति नै एक्चुअली लन्डन सिस्टम पढाएको थिएँ। लन्डन सिस्टममा चाहिँ पहिला डीको क्विनको पनलाई अगाडि सार्ने, अनि त्यसपछि क्विन पन अगाडि सारिसकेपछि त्यसपछि यो उठ निकाल्ने, उठ निकालिसकेपछि यो पिसोलाई अगाडि ठेल्दिने होइन। यसलाई चाहिँ हामी लन्डन सिस्टम भन्छ। अरू के जग्गा लन्डन के छ होइन, मलाई थाहा छैन। अब यसले यो यहाँ लाउँछ, म यसलाई यहाँ लान्छु, मलाई केही थाहा छैन, म सिकिरहेको। मेरो रेटिङ अलमोस्ट 1500 के अराउन्डमा होला। त्यही भएर यो गेम जित्नु पनि सकिन्छ, किनभने 1430 को मान्छे रहेछ। मलाई जहिले नि पिसो 1 मात्र पढाएको देख्दा अचम्म लाग्छ क्या, कि चाहिँ 2 बढाउनु कि चाहिँ यो अब यस्तो प्रिपेयर पनि गरेर हुनसक्छ होइन, केही छैन। अलिअलि हामी यस्तो खेलौँ। मेरो उद्देश्य चाहिँ यो घोडालाई यहाँ निकाल्ने थियो। अब हेरौँ, घोडा आइसकेपछि ल अब जहिले पनि मलाई के लाग्छ भन्दाखेरि, यो एचको पन एक यता सार्यो भने सार्नुपर्छ क्या, किनभने कहिलेकाहीँ यस्तो आउँछ, यस्तो आएपछि कहिलेकाहीँ जाने ठाउँ हुँदैन क्या। अब यो ठेल्दिसकेपछि के हुन्छ भन्दाखेरि जहिले नै पछाडि फर्किने ठाउँ हुन्छ। अब यस्तो बेलामा चाहिँ कहिलेकाहीँ के पनि गर्नु मन लाग्छ मलाई भन्दाखेरि, यो खाइदिने होइन, उठले खाने भनौँ, अनि त्यसपछि यसले खान्छ, अनि त्यसपछि फेरि घोडाले खाने। यो गर्दा के हुन्छ भने दुईवटा पिसोको, एउटा उठको बदलामा दुईवटा पिसो जान्छ, तर यो एरिया त पुरै खाली भइदिन्छ क्या। यो यसको जुन प्रोटेक्सन थियो त्यो सबै हराउँछ। त्यसपछि हाम्रो मन्त्री यहाँ आउँछ, यहाँ जान्छ, घोडा यहाँ हुन्छ, एकदम कडा अट्याक हुन्छ होइन। किनकि यसको रेटिङ 1430 छ, अनि मलाई लाग्छ मेरो रेटिङ 1500 हो होइन। त्यही भएर अहिलेलाई चाहिँ त्यही कोसिस गरौँ है त। यस्तो गरौँ, यस्तो पनि रहेछ होइन। हुन त यो भयो भने खासै फरक पर्दैन, किनभने हामी यहाँ आउँछौँ। तर यस्तो बेला मलाई के रियलाइज भयो भने, पहिला यो पोसिबिलिटीलाई बन्द गरेर मात्र त्यो मुभ बर्डर सुरु गर्नुपर्ने थियो होला। तर यसले खानुपर्ने हो यो चाहिँ होइन। यो खायो भने हामीलाई एकदम घाटा छ, तर अब खाएन होइन। यहाँबाट कहीँ जाने बाटो छैन, यहाँ जान सकिँदैन, यहाँ गएर काम छैन भन्दा पनि उठाएर खान्छ होइन। यहाँ आए पनि हुन्छ, तर यहाँ आएर के फाइदा छ र होइन। पछाडि नै फर्क्यो भने पछाडि फर्केर क्यासल, अब यस्तो अवस्थामा चाहिँ सर्ट क्यासल गर्नुभन्दा नि लङ क्यासल गर्नु राम्रो हुन्छ। किनभने अब हामी यसले यदि सर्ट क्यासल गऱ्यो भने हामी पन एकदम बार बढाउन सक्छौँ नि, उतापट्टि प्रोटेक्सन केही छैन। सो त्यही भएर अहिलेलाई चाहिँ म यसलाई पछाडि ल्याएर मन्त्री यतातिर निकालेर सर्ट क्यासल लङ क्यासल गर्न कोसिस गर्छु है त, ताकि अब यस्तो भयो भने नि केही समस्या पर्दैन होइन। तर हामीसँग उठ छ यहाँ, यो यहाँ आयो, यसको मतलब कहाँ जान सक्छ, यहाँ जान सक्छ, यो कभर्ड छ, तर हात्तीले पनि कभर्ड छ होइन। यहाँ यो कि दुइटा खान सक्दैन, यहाँ जान सक्दैन। यसले खासै केही उपलब्धि गर्छ जस्तो छैन नि, यहाँ आयो भने नि यस्तो गर्न सकिन्छ। तर अब मेरो आफ्नै प्लानमा म प्लानलाई निरन्तरता दिन्छु। मेरो योजना भनेको यता लङ क्यासल गर्ने हो। यस्तो केही अवस्था आयो भने मन्त्रीलाई यहाँ लान सक्ने अप्सन पनि खुल्ला राखेको। लङ क्यासल गर्नलाई मन्त्री यहाँ लगो भए नै हुन्थ्यो। अब यसले पनि लङ क्यासल गर्न खोज्छ, किनभने यस्तो गरिसक्यो होइन। यस्तो बेला चाहिँ कहिलेकाहीँ के लाग्छ भने, मलाई मेरो राजा यतापट्टि सुरक्षित छँदैछ होइन। यदि मैले यतैपट्टि क्यासल गरिहालेँ भने पनि होइन, हात्ती यहाँ आउँछ, राजा यहाँ जान्छ, यस्तो यतापट्टि मैले यतापट्टि क्यासल गरिहालेँ भने पनि मेरो राजा त सुरक्षित छ, उसले उताबाट एउटा पन्च टम्प गर्न सक्दैन, किनभने पिसो त यसको यतातिर छँदै छैन। अब यस्तो बेला फेरि म उल्टै अर्को पन्च टम्प सुरु गरिदिने क्या। अब यो गर्नु त भएन, किनभने सिधै मन्त्रीले खान्छ होइन। पहिला यस्तो गरेर यसलाई प्रिपेयर गर्नु पर्ला जस्तो लाग्छ। तैपनि होइन, यो पनि युजफुलै मुभ हो नि त होइन। यदि यसले घोडा यता ल्यायो भनेदेखि चाहिँ अब यसको उद्देश्य यता क्यासल गर्ने पनि हुनसक्छ क्या। अब यो चाहिँ आफ्नो कार्ड नदेखाएको भनौँ न, एकछिन अब सस्पेन्समा राखेको।
तर यस्तो गरे पनि हुन्छ हुन त। तर अब यसले यदि घटाइहाल्यो भने चाहिँ म 100% यहाँ लान्छु, किनभने अब यसको उद्देश्य चाहिँ यतै क्यासल गर्ने हो होइन। अब यो क्यासल गर्न चाहिँ म अब यसलाई अब शङ्का लाग्छ, ल यहाँ त पन आइसक्यो, यतापट्टि भ्यारभ्यारती पन आइसक्यो, अब सकिँदैन भन्ने उसलाई डर लाग्नु पनि सक्छ नि त। सो त्यो भएको हुनाले म पनलाई चाहिँ त्यहाँबाट नजान दिन कोसिस आई मिन अब यसलाई के गर्न सकिन्छ। अब एउटा कुरो त के भन्छ भने जहिले पनि पिउसो चाहिँ सेन्टरतिर गएको सधैँभरि राम्रो हो, सेन्टरतिर खानु भनेको राम्रो। किनभने यदि मैले यसलाई खानै छोडिदिएँ भने पनि यो अवे फ्रम द सेन्टर आउँछ होइन, सेन्टरबाट टाढा टाढा जान्छ त्यो पिउसोहरू अवे फ्रम द सेन्टर। तर हुन त मिडल गेममा अवे फ्रम द सेन्टर भएको राम्रो होला, के अरे टुवर्ड्स द सेन्टर भएको राम्रो होला होइन, सेन्टरको छेउछाउतिर यहाँतिर भनौँ न यो 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 तिनीहरू यतातिर। तर फेरि एन्ड गेमतिर चाहिँ मलाई जहाँसम्म लाग्छ यतातिरको पिउसोहरूलाई बढाउन सजिलो हुन्छ, किनभने हात्तीले ब्लक गर्ने, यस्तो उठ घोडाले ब्लक गर्ने भयो भने नि यो यतातिरको पिउसोलाई रोक्न गाह्रो हुन्छ होइन। अब एउटा कुरा चाहिँ यसलाई इग्नोर पनि गर्न सकिन्छ, किनभने यो खायो भने हामीसँग यो छँदैछ, तर यसलाई अगाडि बढाएर पनि केही काम छैन। अब अलिकति एउटा उद्देश्य के बनाउनु भने अर्को कुरा देखेँ मैले है, त्यो ठ्याक्कै त्यो बेला मैले यो खाएँ भने यसको डिफेन्डर रहन्छ अहिले यहाँ होइन। मैले यो खाइदिएँ भने यसले खानै सक्दैन, किनभने मैले यसलाई यहाँ खान्छु। त्यही भएर अहिलेको लागि बेस्ट मुभ यही नै हो, किनभने यसलाई पनि खान्छ, यसलाई नै अट्याक गर्छ। अहिले यो भगाउन थाल्यो भने यसलाई पनि खान्छु, मन्त्रीले खान्छ, एकदम ध्वस्तै हुन्छ यो। हेरौँ है त के खेल्छ। देखेन 1400 भनेको रेटिङ, त्यही भएर हो 1430। अरू त्यस्तो केही त छैन नि, छैन। अब यतापट्टि क्यान्सल गर्न नि पाउँदैन अभियसली। अब त मैले यता क्यान्सल गर्नुभन्दा नि यतै क्यान्सल गर्नु सुरक्षित हुन्छ, किनभने मैले पिउसो अगाडि बढाइसकेँ होइन। अब यस्तो अवस्थामा चाहिँ अब हामी ओहो टाइम त सकिसकेछ नि त, फटाफट खेल्नु पऱ्यो नि, चेक दिउँ। अब जुदाउँदा सुदाउँदा जे गर्दा नि हुन्छ, मैले यही खाएको होइन हुने रहेछ। यो हानिदेऊ, छिटो खेल्ने। अब गेम सकेसम्म 30 सेकेन्डमा जित्न सक्ने अवस्थामा पुऱ्याउनु पऱ्यो। अब यो लाइनबाट निस्किन पाउँदैन मन्त्री, किनभने यो यतापट्टि अट्याकमा छ। मैले यसलाई क्यासल गरेर हात्तीलाई त ल्याए पनि हुन्छ होइन। यस्तो गरेर यस्तरी खान पनि सकिन्छ। यो नि भयो, यसले यहाँ खायो भने यहाँ खाएर यस्तो यता डबल अट्याक हुन्छ नि त। यहाँ र यहाँ चेक, यसले चेक छ, मन्त्रीले चेक छ, मन्त्रीले चेक, मन्त्री खाइदिउँ, एक क्यासल गरौँ। मन्त्री नखाएको भए हुन्थ्यो है, किनभने मन्त्री जुदाउँदाखेरि उसलाई हल्का सजिलो भयो। म यहाँ चेक दिन कोसिस गर्छु, खाइदिउँ होइन। हामीसँग यहाँ छ लिचेसमा चाहिँ 0 सेकेन्डमा मुभ हुन्छ क्या, यो अट्याकमा छ। यो अट्याकमा केही फाइदा भएन, यस्तो प्रिपेयर गरौँ, यहाँ यता अट्याक गर्ने। राम्रो, यो खाइदिउँ। त्यसपछि अर्को हात्ती लैजाउँ यहाँबाट, चेक। अब यसलाई यहाँ लैजाउँ, त्यसपछि यो जहाँसुकै जाओस् यतापट्टि चेक दिएर खान सकिन्छ होइन। यो त भाग्न सक्दैन, यो भाग्यो भने एउटा चेकमेट होइन, यो खान्छ। यस्तो नखालको हार्न सकिन्छ होइन, यसलाई यस्तो गर्न सकिन्छ। अथवा यस्तो गरेर पनि काम छैन। 12 सेकेन्ड इनफ हो यस्तो गेम जित्नलाई। के गर्छ हेरौँ है त, जे पनि गर्न सक्छ। बेस्ट मुभ के होला त्यो अवस्थामा? अब खासै के बेस्ट मुभ भन्ने, यस्तोमा यत्रो धेरै पिउसो छ। अब यतापट्टि जाउँ, यस्तो यस्तो गर्न खोजौँ, बार यस्तो यता आयो भने जे गरे नि हुन्छ। बेस्ट मुभ के होला अहिले एनालाइज गर्दा थाहा हुन्छ। यस्तो गऱ्यो भने केही फरक पर्दैन, 1-2 मा जान्छ। चेक दिउँ पहिला है, के गर्ने नि थाहा भएन नि त मलाई। अब यो बेस्ट पुग्यो, अब त जे गरे नि यहीँ खाएर चेकमेट हुन्छ। यो फ्री मुभी हानिदेऊ होइन। एकैलाई एकचोटि एनालाइज गरेर हेरौँ है त के भएको रहेछ। सबभन्दा राम्रो कुरा भनेको चाहिँ चेस इम्प्रुभ गर्नलाई गेम खेलिसकेपछि आफू एकचोटि सर एनालाइज गर्ने, के भएछ कस्तो भएछ भनेर होइन। अब सुरुमा लिचेसमा एकदम राम्रो छ कि यो फिचर, मजाले देखाउँछ। यो बुक मुभ सबै यहाँ आयो, यस्तो गऱ्यो, घोडा पठायो,
एकछिनमा अलिक कन्ठ गरे जस्तै भएछ, मैले त्यही खेल्छु त्यो खेल्दिनँ। खाइदिएँ मैले, खराब अभियसली 2.2 हो किनभने भ्युज जाँदाखेरि होइन, राम्रोसँग खेलेन भने अब किसिमले ग्याम्बिट भनौँ यसलाई होइन। अब यहाँ पहिले सुरुमा यस्तो गर्नुपर्ने रहेछ है, यो चाहिँ मलाई थाहा होइन। म नि कहाँ राम्रो खेलाडी हो र, फिर्ता आउनुपर्ने केही कारण थिएन, केही छैन। अब यो ठिकै हो, अब हाम्रो उद्देश्य त्यही हो। हल्का स्लो भयो यतापट्टि जाने, घोडा त्यहाँको बेस्ट मुभ के हो, म त बेस्ट मुभ खेलिरहेको छु है 2-3 दिनचोटिदेखि। मैले सोचेको थिएँ यो यहाँ आउँछ भनेर, तर आएन। अब यो खराब मुभ हो किनभने हामीले यो अनडिफेन्डेड छ भनेर भने हो पहिल्यैदेखि। फुटबल खेल्ने नोटिफिकेसन आयो, कति बजी 6:05:30 भने हो आज। जाउँ अनि त्यसपछि अब यसले भगाउनु पऱ्यो, कहाँ जान्छ त्यसपछि हो, त्यसले खायो। अब त्यसको डिफेन्डर गयो, +4 भइसक्यो। यो खानुपर्ने रहेछ, कति रहेछ, के फरक भयो दुइटामा, के चाहिँ एउटै हो। मन्त्रीले छेकेन, फेरि के हो, म त बेस्ट मुभ खेलिरहेको छु त सबैतिर, अन्त अभियस मुभ पनि अन्त। ल यो पनि बेस्ट मुभ रहेछ यार, कडा हो यार। यस्तो गर्नुपर्ने रहेछ यसले होइन, यस्तो गरेर के हुन्थ्यो, म यो खान्न थिएँ भनेको, यसले यो खाँदैन थियो खै। जेसुकै होस्, मन्त्री खायो, हात्ती खायो। मन्त्री नखानु पर्ने हो खासमा है यस्तोमा, पिन जहिले पनि यस्तोमा पिन गरेर राख्यो भने त बेस्टै हो, तर अब पिन पनि भएन। त्यसपछि गएर यो आयो, अब हेरौँ कस्तो आयो। यहाँ आयो, यो हात्ती ल्याउनु पर्ने रहेछ यताउति, किनभने जहिले नि यता खासमा यो हात्ती ल्याउने भनेर चाहिँ कहिले काहीँ यसलाई समातेर बसिरहनु पर्ने हुनसक्छ भन्तान्दैछु, होइन रहेछ। यो नि बेस्ट मुभ रहेछ यार, के हो यस्तोमा। अब त्यो त अभियस मुभ थियो, त्यो आयो, त्यो त काम छैन, अब सक्यो यो। ल यार के हो, म त सबै बेस्ट मुभ खेलिरहेको छु त यार, यहाँ पनि बेस्ट मुभ रे। ल यो पनि हट आयो, त्यसपछि त यो पनि बेस्ट मुभ होइन, यो नि बेस्ट मुभ हो क्या। अब के भन्ने मैले, अब अन्त सबै अभियस थियो। यता चेक दिएको आयो रहेछ, मेटिन 11 भने चाहिँ खराब मुभ रहेछ। 10 चेक उता, स्याक भन्दा नि यस्तो रहेछ, केही छैन। मेटिन 5 4 3। ल मैले त किन नखाएको मेरो बुद्धि। ल ठिकै छ, ल यो गेम राम्रै भयो होइन। आजलाई चाहिँ यति नै ठिक छ जस्तो लाग्यो मलाई। ल एक गेम खेल्यो, रेटिङ कति पुग्यो त, रेटिङ कति नै पुगेको छैन, 195। 1500मा 195 जोडेर 1600 कति बनाइन्छ है एकैछिन झ्याम्मै लाएर, होइन एक गेम भन्दा रहेछ रेटिङ देखाउँदो रहन्छ, ठिकै छ। ल आजलाई यति नै। अब अर्कोपल्ट म चाहिँ निरन्तर रूपमा एउटा चेस गेम, कम्तीमा पनि एउटा चेस गेम एकचोटि खेल्न प्रयास गर्छु होइन। आजलाई यत्तिकै किन भनेको भन्दाखेरि फुटबल खेल्न जानुपर्ने छ आधी घन्टा पछाडि। फुटबल खेल्न जानलाई आधी घन्टा ड्राइभ छ होइन।